सम्पूर्णमा नमस्कार भन्न चाहन्छु र तपाईहरुलाई यस प्रेम ब्लग युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु र आज विशेष भनेको इपिएस शाखा ग्वारकोले जुन लामो समयदेखि इपिएस भाषा सम्बन्धी जुन एउटा विभिन्न न्युजहरू आउने गर्दथे त्यो न्युजको वेबसाइट आज परिवर्तन गरेको छ र त्यसमा चाहिँ केही फरक तरिकाले केही फरक ढंगले चाहिँ वेबसाइटलाई परिवर्तन गरेको छ र उक्त के कुराहरू परिमार्जन गरेको छ र त्यहाँ चाहिँ जुन पहिला हामीले चाहिँ त्यो इपिएस शाखा इपिएस www.eps नेपाल भनेर त्यहाँ हानिसके पछाडि क्लिक गरिसके पछाडि त्यहाँ चाहिँ एउटा चाहिँ वेबसाइट खुल्ने गर्दथ्यो जुन चाहिँ तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ। यो स्क्रिन खुलिसके पछाडि त्यहाँ नोटिसमा केही कुराहरू आयो भने नोटिसमा क्लिक गरे सम्पूर्ण कुराहरू देखिन्थ्यो भने अहिले भने जुन अहिले परिमार्जन गरेको वेबसाइटमा चाहिँ के गरेको छ अहिले जुन सम्बन्धित जस्तो हिजो आएको वेबसाइट छ भने चाहिँ उले उक्त वेबसाइटमा उक्त सूचना राखियो भने उक्त जुन हिजो आएको सूचना मात्रै त्यसमा देखाउँछ र अहिले त्यो पुरानो डाटाहरू चाहिँ केही पनि देखाउँदैन र अब त्यसलाई कसरी हेर्ने र यो वेबसाइट मार्फत कसरी हेर्न सकिन्छ भन्ने कुरा तपाईहरुलाई मैले यो भिडियो मार्फत सजिलो तरिकाले बुझाइदिएको छु र त्यो पुरानो वेबसाइटहरू कसरी हेर्न सकिन्छ भन्ने बारेमा यो भिडियो मैले बनाएको छु र च्यानल लाइक सब्स्क्राइब गरी सबैजनाले एकपटक यो भिडियो हेर्नुहोस् र के कुराहरू परिवर्तन भएको छ कसरी हेर्न सकिन्छ ल आउनुहोस् सुरु गरौँ। इपिएस शाखा ग्वारकोको चाहिँ वेबसाइट तपाईले खोल्नु होला र क्रोम ब्राउजर जुनबाट खोल्दा पनि हुन्छ र यहाँनिर एउटा यो सूचना आएको छ जुन चाहिँ यो नयाँ अपडेट अनुसार चाहिँ यहाँनिर भनिएको छ यहाँनिर देख्न सक्नुहुन्छ 2081 चैत्र 10, 11, 12 र 13 गते मार्च अथवा 23, 24, 25, 26 मा 2025 को कोरिया जाने कामदारहरूको सूचना भनेर यसरी आएको छ। अहिले चाहिँ डाइरेक्ट एउटा मात्रै सूचना देखाएको छ। यो नयाँ अपडेट सूचना जुन चाहिँ नयाँ अपडेट वेबसाइट अनुसार चाहिँ एउटा मात्रै यहाँनिर जुन नयाँ न्युज आउँछ त्यो न्युज मात्रै यहाँ प्रेषित हुन्छ र अब यसलाई सम्पूर्ण कुराहरू हेर्नको लागि कसरी हेर्ने त अब यहाँनिर यसलाई क्लिक गरिसके पछाडि के हुन्छ त यसलाई पहिला अब यसलाई हेर्नको लागि अरु केही पनि छैन यहाँबाट तपाईहरुले हेर्न सक्नुहुन्छ यो डाउनलोड गरेर हेरिसके पछाडि यहाँ अरु केही पनि छैन त्यही यो सूचना आएको रहेको छ जसमा चाहिँ चैत्र 10, 11, 12, 13 मा दक्षिण कोरिया जानेको चाहिँ एउटा चाहिँ के आएको छ सूचना कामदारहरूको सूचना आएको र जसलाई अब हामीले चाहिँ हेर्नको लागि चाहिँ डाउनलोड गर्नुहोस् भनेको छ। जस्तै यसमा क्लिक गरिसके पछाडि तपाईको के हुन्छ त यसरी तपाईले सजिलैसँग यहाँबाट यो हेर्न सक्नुहुन्छ। यसतिर यो चाहिँ हेर्न सक्नुहुन्छ भने अब यसलाई अहिले र अब पुरानो वेबसाइटहरु चाहिँ अब कस्तो रहेको छ त पुरानो वेबसाइटहरु हामीले चाहिँ अब कसरी हेर्ने अब त्यो विषय त हामीलाई जान्नु पर्यो। त्यो हेर्नको लागि तपाईहरुले के गर्नुपर्ने हुन्छ यहाँ जाने पहिला अब यहाँनिर गइसके पछाडि जस्तो यहाँ यो अहिले पहिला चाहिँ के हुन्थ्यो यहाँ नोटिस भनेर आउँथ्यो नोटिसमा चाहिँ ट्याक्क यहाँ क्लिक गरिसके पछाडि के हुन्थ्यो सम्पूर्ण कुराहरु यही देखाउँथ्यो अहिले त्यो छैन। यहाँ चाहिँ अहिले आज आएको जुन चाहिँ मार्च 15 मा आएको जुन चाहिँ हिजो आएको यो सूचना मात्र देखाएको छ। अब नयाँ सूचना हेर्नको लागि तपाईहरुले के गर्नुपर्ने हुन्छ जसमा चाहिँ यो आज आएको सूचना हिजो आएको सूचना थियो र अब यहाँनिर केही परिवर्तन भएको कुराहरु यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ नोटिस भनेको छ नोटिस चाहिँ जुन चाहिँ हिजो आएको अब डाउनलोड गर्नको लागि त्यो कुराहरु चाहिँ यहाँनिर भनेको छ। स्वतः प्रकाशन 2022 देखि 24 सम्म त्यो चाहिँ पहिलाको एउटा चाहिँ पहिलाको जुन चाहिँ एउटा भएको थियो यसको यो बारेमा सम्पूर्ण कुराहरु दिएको छ यहाँनिर र यहाँनिर न्युज भयो अनि त्यसैगरी यो न्युज चाहिँ हिजो आएको भयो अनि यहाँ डाउनलोड भनेको छ यो डाउनलोड अब कुन चाहिँ तपाईले डाउनलोड गर्न चाहनुहुन्छ त्यो चाहिँ तपाईले यहाँबाट सजिलैसँग डाउनलोड गर्न सक्नुहुनेछ र यहाँनिर प्रेस रिलिज भनेको छ यो चाहिँ अब भ्यू अल हेर्ने जुन चाहिँ यो अहिलेको जुन नयाँ वेबसाइट अनुसारको चाहिँ यो रहेको छ है। यहाँ त्यस्तो केही पनि छैन विशेष यसलाई केही पनि तपाईहरु त्यति साह्रो डराउनु पर्ने के होला भनेर तपाईले गर्नु परेन र अब हामी चाहिँ अब त्यो पहिलाको पुरानो डाटा त यसमा देखाउँदैन त्यहाँ के सूचनाहरु रहेको छ भन्ने त हामीले चाहिँ अब बुझ्नुपर्ने कुरा यहाँनिर रहेको छ र त्यसको लागि तपाईहरुले अब यहाँबाट जानुपर्ने हुन्छ है। त्यो पुरानो उसहरु हेर्नको लागि यो वेबसाइटमा हेर्नुहोस् जसमा चाहिँ यहाँनिर मैले एरो लगाएको छु जुन चाहिँ महत्त्वपूर्ण सूचना भनेको छ र हिजो आएको सूचना चाहिँ के रहेको छ त जुन चाहिँ चैत्र 2081 10, 11, 12, 13 मा अथवा मार्च 23, 24, 25, 26 मा चाहिँ दक्षिण कोरिया जाने कामदारहरूको लागि सूचना भनेको छ र यहाँनिर अब यहाँनिर ओल्ड यहाँनिर देख्न सक्नुहुन्छ यो नेपालको झण्डा सहितको यहाँनिर के राखेको छ
ओल्ड वेबसाइट लिङ्क भनेको छ। ओल्ड वेबसाइट लिङ्क भनेको छ यहाँनिर तपाईँले क्लिक गर्नुभयो भने सम्पूर्ण कुराहरू तपाईँले यहाँबाट देख्न सक्नुहुनेछ। पहिलाको सूचनाहरू यसलाई म क्लिक गरेर हेर्छु। यहाँनिर अब यो ओल्ड लिङ्कमा तपाईँले क्लिक गर्नुभयो भने फेरि पहिलाको वेबसाइट खुल्नेछ, पहिलाको जस्तै आउनेछ र त्यसमा चाहिँ अब तपाईँले सम्पूर्ण कुराहरू सेम पहिलाको डाटाहरू चाहिँ यहाँबाट हेर्न सक्नुहुनेछ। जस्तो यहाँ नोटिस आयो होइन, नोटिसमा क्लिक गरिसके पछाडि त पहिलाकै के हुन्थ्यो, यहाँनिर नोटिसबाट त सम्पूर्ण कुराहरू जुन मार्च 15मा आएको अनि यसभन्दा अगाडिका सम्पूर्ण कुराहरू चाहिँ यहाँबाट तपाईँले हेर्न सक्नुहुनेछ। यसरी चाहिँ केही परिवर्तन भएको पाइएको छ र यसलाई अब तपाईँले फेरि अब अहिलेको नयाँ वेबसाइटमा जानको लागि तपाईँले के गर्नुपर्ने हुन्छ, फेरि यहीँबाट तपाईँले क्लिक गर्नुभयो भने यहीँबाट तपाईँले सजिलैसँग फेरि नयाँ वेबसाइटमा जान सक्नुहुनेछ। यहाँबाट आउनुभयो यसरी चाहिँ अहिले परिवर्तन भएको छ र जस्तो होममा चाहिँ यो अहिलेको डाइरेक्ट केही सूचनाहरू आयो भने यसरी पहिला नै अगाडि देखाउँदो रहेछ, यहाँनिर देख्न सक्नुहुन्छ। यसरी चाहिँ केही कुराहरू चाहिँ परिवर्तन भएर आएको छ र सबैलाई यो मैले जानकारीको लागि भिडियो बनाएको हुँ र तपाईँले हेर्नको लागि चाहिँ पुरानो वेबसाइट हेर्न, पुरानो यहाँ आएको नोटिसहरू कसरी हेर्ने, यहाँनिर आएका न्युजहरू कसरी हेर्ने बारेमा एउटा यो छोटो भिडियो बनाएको। सबैजनाले च्यानल लाइक सब्सक्राइब गरी कोरियन सम्बन्धी सम्पूर्ण अल इन्फर्मेसनको लागि सबैजना जोडिनु होला पनि भन्दै सबैजनाले एकदमै धेरै शुभकामना भन्न चाहन्छु र साथै च्यानल लाइक सब्सक्राइब पनि गर्नुहोस् भन्न चाहन्छु।